अनि अब यसको यसरी सेप बनाए पछाडि त्यहाँभित्र हामीले एफआइएम र सोइलको मिक्सचरलाई हालेर त्यसमा रुटिङ हर्मोन पनि एड गरेको छौँ। हामीले चाहिँ रिसर्च गर्न लागेको डिफ्रेन्ट टाइपको, अब कुनैमा रुटिङ हर्मोन हालेर कुनैलाई नहालेर गरेर, अनि यसरी डिफ्रेन्ट मिडियाहरूमा जस्तै सोइल भयो, अनि सोइलमा रुट हर्मोन हालेर रुटिङ हर्मोन हालेर नहालेर डिफ्रेन्ट तरिकाले गर्दैछौँ। यसमा चाहिँ हामीले एफआइएम, सोइल अनि रुटिङ हर्मोन हालेको छौँ। यसमा चाहिँ अब यसरी त्यो हाम्रो मिडिया हाल्यौँ हामीले, अनि त्यसपछि यसरी एयर टाइट गरेर हामीले यसलाई बाँध्दैछौँ। एयर टाइट गरिसके पछाडि चाहिँ यसको रुटिङ छिटो हुन्छ, राम्रो गरी हुन्छ भन्ने हो। अनि यसलाई टाइट पनि गराउनुपर्छ, त्यो माटो अलिक धेरै हल्लिने, अलिक खुकुलो टाइपको हुँदैन, त्यहाँ ट्याक्क हामीले त्यो बनाएको ठाउँमा चाहिँ माटो लाग्ने टाइपको हुनुपर्छ। यसरी टाइट गरी बाँध्छौँ अनि एयर टाइट पनि हुन्छ। अनि अब यो पछि अब रुटिङ हुन्छ यसमा, अनि हाम्रो एयर लेयरिङ सक्सेस हुन्छ कि हुँदैन त्यो चाहिँ पछि नै थाहा हुन्छ। यसमा चाहिँ कालो प्लास्टिक लगाएर गर्न प्रिफर गरिन्छ, किन भन्दाखेरि हामीले व्हाइट प्लास्टिक लगायौँ भने चाहिँ लाइटभित्र पसेर रुटिङलाई चाहिँ डिस्टर्ब गर्ने, रुटिङ हुनलाई चाहिँ डिस्टर्ब गर्ने भएकोले अक्जिन नामक हाम्रो हर्मोन चाहिँ जुन चाहिँ ग्रोथ रेगुलेटर हर्मोन छ त्यसलाई चाहिँ डिस्ट्रोय गर्ने भएकोले सेतो प्लास्टिकले हामीले चाहिँ यसलाई कालो प्लास्टिक लाएर यसरी बाँध्न प्रिफर गर्छौँ।